हामीलाई लाग्छ ख्रिस्टको चर्चमा किन आज आक्रमण भइरहेको छ, किन मानिसहरूमा त्यो आक्रमण छ। धेरैजना विश्वासीहरू त्यो आक्रमणमा परेर ब्याकस्लाइड भइसकेको छ। यो अनौठो कुरा नमान्नुहोस्। र बाइबलले के भन्छ भनेदेखि 2000 वर्ष अगाडि जब ख्रिस्ट येशू कन्या मरियमद्वारा जन्मनु भयो नि, त्यो दिनदेखि शैतानले मण्डलीलाई आक्रमण गर्न थालेको छ। किनभनेदेखि येशू जब कन्या मरियमको कोखमा आउँदै गर्दाखेरि उहाँको लागि त्यो जन्माउने ठाउँ थिएन, उहाँको लागि त्यो आनन्द आराम गर्ने ठाउँ थिएन। गाईको गोठमा उहाँहरूले बास गर्नु पर्यो। कारण किनभनेदेखि बाइबलले हामीलाई अघि बताउँदै थियो नि, परमेश्वर मेरो झन्डा हुनुहुन्थ्यो। त्यो उद्धारको झन्डा आज पृथ्वीमा जन्म लिँदै गर्दा शैतानलाई थाहा भयो यो झन्डा जो यीशु ख्रिस्ट हुनुहुन्छ, जो यीशु ख्रिस्टले चाहिँ आज सारा संसारको पापलाई उहाँले क्षमा दिनुहुनेछ र आज हरेक बन्धनबाट छुटकारा दिनुहुन्छ भन्ने कुरा जब शैतानले थाहा पाए, त्यहाँबाट आज मण्डलीमा, व्यक्तिमा, परिवारमा शैतानले त्यो फुटले ल्याइदिएको छ भन्नाले। त्यो भएको कारणले गर्दाखेरि हामी उठ्नुपर्छ है, हामी उठ्नुपर्छ। हाम्रो बिचमा त्यो सङ्कष्ट समय हुँदै गर्दा नि हामी त्यसलाई एउटा भनौँ न नयाँ कुरा नसम्झ्यौँ। हाम्रो जीवनमा समस्या आउँदै गर्दा नि हामी त्यसलाई नयाँ कुरा नसम्झ्यौँ। किनभनेदेखि पहिलो पत्रुसको पुस्तक 5:8ले के भन्छ, तिमीहरूको शत्रु शैतान दियाबलस कसलाई भेटौँ र खाइहालु भनी गर्जने सिंह चाहिँ के गर्छ, गर्जन्छ। यो हाम्रो लागि नयाँ कुरा होइन मण्डली। तपाईको जीवनमा समस्या आउँदै गर्दा नि त्यसलाई तपाईँ नयाँ कुरा नसम्झिनुहोस्। त्यसलाई भन्नुहोस् त आउँदै गर्छस्, त आउँछस् त जान्छस्, त्यसलाई केयर नगर्नुहोस्। तपाईलाई आएको समस्यामा जब तपाईँ केयर गर्न थाल्नुहुन्छ नि, त्यो समस्याले क्यान्सर बनी पठाउँछ। त्यसलाई ठुलो रूप जब हामी बनाउँछौँ नि, त्यसले हामीलाई लडाइँ पठाउँछ। तर भन्नुहोस्, दिस इज नट अ न्यू थिङ। यो मेरो लागि नयाँ कुरा होइन। त आउँछस् त जान्छस्, त जसरी आएको छस् त त्यसरी नै जान्छस्। आई डोन्ट केयर भनिदिनुहोस् तपाईँको समस्यालाई। र त्यो भन्दै गर्दा परमेश्वरलाई भन्नुहोस्, यु आर माई ब्यानर। हालेलुया। तपाईँ मेरो झन्डा हुनुहुन्छ भनेर जब परमेश्वरलाई भन्नुहुन्छ नि, तब तपाईँको जीवनमा आउँदै गरेको समस्याबाट परमेश्वरले तपाईँलाई छुटकारा गर्नुहुन्छ। हामी वीर गोर्खालीहरू, हामी नेपालीहरूलाई अहिले तपाईँले हेर्नुभयो भनेदेखि एउटा डेन्जरस वरियरको रूपमा नेपालको वीर गोर्खालीलाई उनीहरूले देख्ने गर्छन्। कारण किन भन्दाखेरि नि, जब जापानिज सेनाहरूसँग जब एउटा भनौँ न वीर गोर्खालीहरू जब उनीहरू युद्धमा जङ्गलमा जाँदै गर्दाखेरि, मैले एक्ज्याक्टली नाम बिर्से, एकजना गुरुङ हुनुहुँदो रहेछ, एकजना गुरुङ। मैले उहाँको त्यो जीवनीलाई मैले हेर्दै गर्दाखेरि उसको नाम किन चाहिँ आज एउटा व्यक्तिको कारणले गर्दा आज किन सिङ्गो नेपाललाई रिप्रेजेन्ट गर्छ भनेदेखि नि, किनभनेदेखि उसको अगाडि 3-3वटा ग्रेनेड बम है जापानिज सेनाहरूले फाल्दै गर्दाखेरि पनि उसले आफ्नो हातले पक्रेर फेरि त्यो ग्रेनेड बम चाहिँ उतैपट्टि उसको शत्रुपट्टि उसले फालिदिएको छ। तर तेस्रो ग्रेनेड बम चाहिँ नि उसले फाल्न नपाउँदाखेरि त्यो ग्रेनेड बम चाहिँ उसको हातमै पड्केको छ, उसको हात आदि काटेको छ। किनभनेदेखि त्यो बम पड्क्यो, थाहा छ। अनि उसले अन्तिममा के गर्छ भनेदेखि उसले आफ्नो खुकुरी निकालेर चाहिँ उसले आफ्नो शत्रुलाई उसले धाक दिन्छ। कोही छ लड्नको निम्ति, उसको एउटा हात चलेको छैन, तर देब्रे हातले उसले त्यो खुकुरी भुइँमा गाडेर त्यो खुकुरीको सपोर्टमा उसले त्यो आफ्नो बन्दुकलाई राखेर उसले भुट्न थाल्छ। थाहा छ के भन्छ भनेदेखि, मैले उसको जीवनीलाई हेर्दै गर्दा फेरि एकैजना मानिसले नि मोर देन 200 जापानिज सेनालाई चाहिँ उसले मारेको थियो। तर ऊ त्यो हुँदै गर्दा फेरि ऊ त्यो अवस्थामा विवश हुन्छ। अनि बिहान आउँदै गर्दा फेरि साथीहरू आउँदै गर्दा फेरि उसको अगाडि त जापानिज सेनाहरूको लास त थाक हुन्छ। एउटै मानिसले गरेको एउटा भनौँ न बहादुरीको कुरालाई हामी त्यो देख्छौँ। अनि आज त्यो झन्डालाई हेर्दै गर्दा फेरि नि
नेपालको झन्डालाई हेर्दै गर्दा फेरि नि आज मानिसहरूले के भन्ने गर्छ, वीर गोर्खाली। अनि त्यसले त्यो रेप्रेजेन्ट एउटा भनौँ न एउटा अधिकारको कुरालाई, एउटा शक्तिको कुरालाई त्यो झन्डाले देखाउने गर्छ। भनेदेखि आज हामी ख्रिस्टको राज्यमा काम गर्ने उहाँको सिपाहीहरू हौँ। आज हामीले ख्रिस्टको झन्डालाई हामीले उचाल्दै गर्दा फेरि त्यसमा कतिको अधिकारको कुराहरू छ। एउटा परमेश्वरको प्रत्यात्मिक अर्थलाई यहाँनिर झन्डाले देखाउने गर्दो रहेछ। तपाईँलाई बताइदिउँ, त्यो तपाईँले देख्दै हुनुहुन्छ त्यो फोटोमा हारुन, हुर र मोसालाई तपाईँले देख्दै हुनुहुन्छ। अब सुन्नुहोस्, यहाँनिर जब अमालेकीहरूसँग मोसा युद्धमा थिए नि, अनि मोसाले के भन्छ भनेदेखि म हारुन हुर चाहिँ माथि डाँडामा जान्छु। अनि मोसाले यहोशुलाई बताउँदैछ तिमी तल बेसीमा गएर तिमी चाहिँ अब युद्ध गर्नुपर्छ। अनि बाइबलले के भन्छ भनेदेखि मोसाले आफ्नो हातमा उसको एउटा लाठी छ। सुन्नुहोस्, उसको हातमा लाठी लिएर जब त्यो डाँडामा हारुन र हुरले उसको हातलाई उठाउँदै गर्दा फेरि परमेश्वरले इजरायलीहरूलाई के दिनुहुन्थ्यो, विजय दिनुहुन्थ्यो। उनीहरूले आफ्नो हातमा भएको मोसाको हातलाई उठाउँदै गर्दा फेरि मोसाको हातमा चाहिँ त्यो लाठी थियो, जुन लाठीले लाल समुद्रलाई दुलफेक गरेको थियो, जुन लाठीले मिस्रीहरूको बीचमा बेगुताको विपत्तिलाई, विभिन्न विपत्तिलाई आज उनीहरूको बीचमा चाहिँ लाठीद्वारा त्यहाँनिर परमेश्वरले आश्चर्य काम गर्नुभएको थियो। सुन्नुहोस्, त्यही लाठी लिएर जब मोसाले आफ्नो हात हारुन र हुरको मध्यस्थमा त्यो लाठीलाई उठाउँदै गर्दा फेरि परमेश्वरको वचनले भन्दैछ उनीहरूले विजेता प्राप्त गर्दथे। सुन्नुहोस् मण्डली, द लर्ड इज माई ब्यानर, परमप्रभु मेरो झन्डा हुनुहुन्छ। जब हामी आराधनामा त्यो झन्डालाई उचाल्दै गर्दा जसरी मोसाको हात माथि उठ्दै गर्दा फेरि उसको हातमा त्यो लौरो माथि हुँदै गर्दा फेरि नि उनीहरूले विजेताको कुरालाई उनीहरूले भोगेका थिए, विजेतामा उनीहरू प्रवेश गर्दै थिए। तर बाइबलले भन्छ फेरि उसको हात तल झर्दै गर्दा फेरि उनीहरू हार्दै थिए। सुन्नुहोस्, हाम्रो आत्मिक जीवनमा हामी आत्मिक युद्धमा छौँ मण्डली, हामी स्पिरिचुअल वेलफेयरमा छौँ मण्डली। हामी यो अवस्थामा हामी दौडिँदै गर्दा नि जब हामी परमेश्वरको झन्डालाई हामी माथि उठाउँछौँ, परमेश्वरले भन्नुहुन्छ म तिमीलाई विजय दिनेछु।